हेलो, अहिले चाहिँ म चिकन बनाउनु गइरहेको छु है। मैले आफै बनाउनु ट्राई गरेको। अब कस्तो के कसो भयो तपाईँहरू हेरेर भन्नुहोस् है। हेलो गाइज, आज चाहिँ म चिकन कसरी बनाउँछ है त्यसको सानो एउटा भिडियो बनाउँदैछु, तपाईँहरू हेर्नु होला। यो सबैको म पेस्ट बनाउँदैछु अहिले चाहिँ। अदुवा, लसुन र टमाटर, प्याजको यो चाहिँ सबै मिक्सीमा मजाले पेस्ट बनाएर हाल्नुपर्छ र यसलाई चाहिँ अब म पेस्ट गर्न जाँदैछु। फाइनली अहिले पेस्ट भइसकेको छ। यसलाई चाहिँ अब चिकनमा हाल्नुपर्छ र यो चिकनलाई चाहिँ अहिले मजाले फ्राई हुँदैछ। फ्राई भएर चाहिँ यसलाई मजाले ग्रेभी हालेर ग्रेभी बनाउनुपर्छ। यो चाहिँ फ्राई भइसक्नु आँट्यो। अहिले चाहिँ यतापट्टि चाहिँ माछा बनाउँदैछ। अहिले चाहिँ सजना हालेर एकदम स्पाइसी बनिँदैछ माछा। यो डल्लै छ, दामी छ। यो पनि फ्राई भइसकेको छ। र तपाईँहरू हेरिदिनुहोस् होला। माछाको ग्रेभी रेडी भइसकेको छ। अब माछा हाल्नु छ। माछा चाहिँ दामी रहेछ, कत्ला खालको मसिनो। उता चिकन फ्राई हुँदैछ अहिले। एकदमै दामी भिडियो हुनेछ यो, तपाईँहरू हेरिदिनु होला। अब चाहिँ रेडी भयो, सबै फ्राई भइसकेर है। यतिखेर चाहिँ अब तेल हाल्दैछ अहिले। भयो यो चाहिँ फ्राई भइसकेर सबै रेडी भइसकेको छ। यसो तेजपत्ता हाल्यो भने चाहिँ अलिक तेजपत्ताको टेस्ट आउँछ। यो के हो? दालचिनी। यो चाहिँ दालचिनी। प्याज हाल्यो। अब मसला कम्ती हाल्नुपर्छ यसमा चाहिँ, पिरो बेसी हुन्छ। यो चाहिँ अघि पेस्ट गरेर राखेको थियो हामीले, अन्त यो अब हालिन्छ। चिकन बनाउने तरिका एकदम स्पाइसी छ। यो स्पाइसी बनिन्छ है। अब नुन हालिँदैछ। यो चाहिँ अहिले सबै रेडी भएर अहिले चिकन हालिँदैछ यसमा। ग्रेभी दामी भएछ। यो एकदम मजाले फ्राई गरेर चाहिँ चिकन हालिँदैछ। अब यसलाई एकछिन छोप्नुपर्छ। फाइनली गाइस, अहिले सबै रेडी भइसकेको छ हाम्रो है। चिकन अब फिस सबै रेडी भइसकेको छ, तपाईँहरू हेर्न सक्नुहुन्छ। यो चाहिँ एकदम स्पाइसी भइसकेको छ। यहाँ म तपाईँहरूलाई देखाउँछु है। एकदम दामी भएको छ यो सुप पनि। यो फिसको सुप एन्ड चिकनको एकदम के भन्छ यसलाई, हल्का ग्रेभी, मतलब ग्रेभी त्यस्तो हालेको छैन। एकदम दामी भएको छ है, तपाईहरु हेर्न सक्नुहुन्छ।
एकदम दामी। र अर्को फिस ग्रेभी है। एकदम दामी भएछ यो फिसको ग्रेभी चाहिँ। सुपर दामी साँच्ची भनेको। यति साह्रो मिठो भएछ आज ग्रेभी चाहिँ है। यो मलाई ग्रेभी मात्रै खानु मन पर्यो। Thank you guys.